यो कपीमा लेखेको नेपाली अक्षर छ। यसलाई हामीले फोटो खिचेर टक्क एमएस वर्डमा हालिदिएपछि यो ठ्याक्क यस्तो हुन्छ। र यो कसरी गर्ने र यसलाई एडिट गर्न मिल्छ। मैले भन्न खोजिरहेको कुरा के हो भन्दाखेरि तपाईहरुले टक्क यस्तो नेपालीमा लेख्नु भयो। नेपालीमा लेखेको वर्डलाई चाहिँ हजुरहरुले एमएस वर्डमा लगेर चाहिँ टक्क यस्तो कसरी बनाउने, एडिट गर्न कसरी मिल्ने बनाउने, यसलाई कम्प्युटरको ह्यान्डराइटिङमा कसरी ल्याउने त त्यो म आज तपाईहरुलाई फुल डिटेल्समा सिकाइदिन्छु। टेन्सन नगरिकन भिडियोलाई अन्तिमसम्म हेर्नु होला। टक्क मिस्टर नेपाल युट्युब च्यानललाई फलो गर्नुभएको छैन भने फलो गर्दै छेउमा रहेको बेल आइकन पनि क्लिक गर्नु होला है त साथीहरु। लेट्स गो, भिडियोलाई सुरु गरौँ है त साथीहरु। एकदम हातभरि मालाका साथ म आइसकेको छु। भिडियोलाई सुरु गर्नुभन्दा अगाडि तपाईहरुले लाइक गर्ने, हेरिसकेपछि हजुरहरु लाइक गर्दिनु क्या, टक्क सब्स्क्राइब पनि गर्ने। टक्क यस्तो राम्रो कुरा सिकाउँदैछु म हजुरहरुलाई। टक्क अब चाहिँ एकदमसँगले यो तपाईले कपीमा लेखेको कुरालाई पनि एडिट गर्न मिल्छ। कम्प्युटरको वर्ड भाषामा एकदम राम्रो ह्यान्डराइटिङमा ल्याउन मिल्छ। त्यो म सिकाउँछु आज तपाईहरुलाई। टक्क ढिला नगरिकन यहाँ आउने है त, पीसी तर्फ जाउँ। लेट्स गो, भिडियोलाई सुरु गरौँ है त। अन्तिमसम्म फुल वाच गरेर एक लाइक ठोकिदिनु है त सबैजनाले। म धेरैचोटि रिक्वेस्ट गरिसक्छु। सर्वप्रथम हामीसँग हुनुपर्छ एउटा कपीमा खिचेको फोटो। हजुरहरुले यहाँ कपीको टक्क कुन हजुरले एडिट गर्ने हो त्यसलाई चाहिँ टक्कसँगले कम्प्युटरमा राखिरहनु पर्यो, सेभ गर्नु पर्यो है त। सर्वप्रथम जान्छौँ हामी, कहाँ जान्छौँ, यहाँनिर हेर्न जान्छौँ। हाम्रो छ कि छैन फोटो, त्यो कुरा हामीले पत्ता लगाउनु पर्नेछ। पिक्चरमा गएर हेर्छौँ हामीले टक्क कपीले लेखेको फोटो यहाँनिर कहीँ कतै छ कि छैन। र यति गरिसकेपछि साथीहरु क्रोम ब्राउजरमा जाने। क्रोम ब्राउजर ओपन हुने बित्तिकै साथीहरु मेरो यस्तो दामी चडक फडक धडक सा आउँछ। एकदम राम्रो छ मेरो गुगल, देख्न सक्नुहुन्छ। टक्क यहाँ सर्च गर्ने। के सर्च गर्ने भन्दाखेरि गुगल ड्राइभ सर्च गर्ने क्या साथीहरु। सबैजनाले गुगल ड्राइभ सर्च गर्ने बित्तिकै साथीहरु पहिलो वेबसाइटमा क्लिक गर्ने। गुगल ड्राइभमा गइसक्दा हजुरहरुले त्यो फोटो त्यहाँनिर ठ्याक्क अपलोड गर्ने। र गुगल ड्राइभ खोलेपछि यस्तो इन्टरफेस आउँछ साथीहरु। यस्तो इन्टरफेस आइसकेपछि साथीहरु के गर्ने त म सिकाउँछु। सर्वप्रथम हजुरहरुले यो न्यू लेखेकोमा क्लिक गर्ने र फाइल फोल्डर छ साथीहरु। यो फाइल फोल्डरलाई हजुरहरुले ट्याक्क क्लिक गर्ने। फाइल फोल्डरलाई क्लिक गरेपछि हजुरहरुले यो लेखेको यहाँ टक्क ओपन गर्ने। ओपन गर्ने बित्तिकै यहाँ तल देख्न सक्नुहुन्छ साथीहरु अपलोड 1 टाइम्स भनेर आइसकेको छ। टक्क यो अपलोड भइसक्छ यहाँ। अनि त्यसलाई हामीले एडिट गरेर टक्क कम्प्युटरको भाषामा च्याट आउने छ क्या। र यसलाई हामीले यहाँनिर राइटमा क्लिक गर्छौं। राइटमा क्लिक गर्ने बित्तिकै साथीहरु यहाँनिर हाम्रो टक्क यहाँ आउँछ, टक आउँछ। र यसलाई अब हामीले यहाँनिर यहाँ 3 डटमा जाने साथीहरु। यहाँनिर हाम्रो यो साइडमा रहेको होममा जान्छौँ हामी। होममा गइसकेपछि यहाँ 3 डटमा क्लिक गर्ने। 3 डटमा क्लिक गरिसकेपछि ओपन विथ गुगल डक्समा क्लिक गर्ने है त। ओपन विथ गुगल डक्समा क्लिक गर्ने बित्तिकै चट फटाफट धमाकादार अब हामीले यो एडिट गर्न सक्छौं है त। अरे ओपन विथ गुगल डक्समा यसलाई हामीले ओपन गर्छौं। अब गुगल डक्समा यो जाँदैछ। गुगल डक्समा गइसकेपछि यो हामीले माथि कपीमा लेखेको फोटो यहाँ आउँछ भने यो कपीमा ठ्याक्क लेखेको हामीले यहाँ तल देख्न सक्छौं। यसरी एडिट गर्न पनि मिल्छ हामीले यहाँनिर। यहाँ हेर्नुहोस्, जस्तै यहाँ नेपाल एक बहुभाषिक देश भएका कारण भन्दै हामीले यहाँ लेखेका छौं नि, जुन नेपाल एक बहुभाषिक देश भन्दै लेखेका छौं नि, त्यो ठक्क हामी कहाँ आउँछ, यहाँनिर आउँछ। र यसलाई हामीले टक्क कपी गर्नु पर्यो साथीहरु। यसो गरेर हामीले कन्ट्रोल ए गरेर कन्ट्रोल सी गर्यौं भने कपी हुन्छ है त। र त्यति गरिसकेपछि हामीले अब के गर्ने त, सजिलो छ। अब हामी जान्छौं, कहाँ जान्छौं, हामी माइक्रोसफ्ट वर्ड खोल्छौं। माइक्रोसफ्ट वर्ड खोलेपछि हामीले ब्ल्याङ्क डकुमेन्टमा गएर यसलाई हामीले कन्ट्रोल भी गरेर पेस्ट गर्छौं। कन्ट्रोल भी गरेर पेस्ट गरिसकेपछि यसलाई हामीले कुन कलरमा लाने हो त्यो कलर हामीले टक लान पनि सक्छौं, ब्ल्याक कलरमा। र यसरी नै तपाईहरुले कम्प्युटरको भाषामा सरल तरिकाबाट पनि गर्न सक्नुहुन्छ है त। सो तपाईहरुलाई कस्तो लाग्यो आइडिया? राम्रो लाग्यो हैन?
यो 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 भिडियो हेर्ने मान्छेलाई एकदम राम्रो लागेको छ। सब्सक्राइब गर्नुहुन्न, सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकन पनि क्लिक गर्ने क्या साथीहरू। र यसलाई अब हामीले एडिट गर्न पनि सक्छौँ। यहाँ हेर्नु है, जस्तै मैले मेरो YOUTUB युट्युब च्यानललाई सब गरिदिनु होला लेख्न पनि सक्छौँ क्या हामीले। यसरी होला लेखेर टक्क नमस्कार गर्न सक्छौँ। र तपाईँलाई आजको भिडियो कस्तो लाग्यो त? एउटा कपीमा लेखेको कुरालाई यस्तो कम्प्युटरको भाषामा कसरी चेन्ज गर्ने मैले सिकाएको छु। राम्रो लाग्यो भने टक्क एक लाइक, एक सेयर, कमेन्ट गरेर जाने। थ्याङ्क्स फर वाचिङ गाइज।